शनिबारको दिन फुटसल खेल्ने प्लान त गरियो, तर बोलाको केटाहरू नआइसकेपछि जिन्दगीमा पहिलोचोटि धोका खाएको फिल भयो। हेलो एभ्रिवान, दिस इज योर गुरु राम शरण। फ्राइडेको दिन फुटसल सुज किन्छु भनेर सम्झिरहेको थिएँ, तर बिर्सेको कारणले गर्दा बिहानै उठेर यताउति हेरेको सबै पसलहरू बन्द रहेछ। त्यसपछि घर आएर ल छोडिदिउँ, अब आज स्पोर्ट्स सुज लाएर खेल्छु भनेर म लागे फुटसल ग्राउन्डतिर। 8 बजेदेखि स्टार्ट हुने गेममा 8-10 सम्म कोही केटाहरू नआइसकेपछि 7 बजेदेखि 8 बजेको ग्रुपको भाइहरूलाई रिक्वेस्ट गरेर गेम स्टार्ट गरियो। तपाईँहरूले पनि आफ्नो साथीबाट कतिचोटि धोका खानुभएको छ कमेन्ट गर्नु होला। फुटसल सकेर जाडो भएको थियो र हामी चिया खानलाई माथि टावरतिर लाग्यौँ। त्यसपछि हाम्रो ग्रुपको सबैभन्दा यङ मेम्बरलाई चाहिँ घर जान हतार भइसकेर साथीसँग ह्यान्डसेक गरेर ऊ लाग्यो घरतिर। त्यसपछि आजको गेम तपाईँको बवाल थियो भनेर तारिफ गरिदिएको थियो। दोष हाँसेर खुसीले आज रातभरि निन्दा नलाग्ने हो भनेर अर्को भाइ हाँसेर फेरि दङ्ग पर्यो। त्यसपछि हामी सबैजना घरतिर लाग्यौँ। धेरै समयपछि मेरो भाइ अञ्जन घरमा आएको हुँदा एकछिन दाजुभाइ गफ गर्दै बसियो र आजलाई यति नै भन्दै सी यू इन नेक्स्ट ब्लग।